हेलो एभ्रिवान, आज हामी कुरा गर्नेछौँ यस यामालिङ हाइड्रो पावरमा कतिजनाले आवेदन दिएका थिए। यो आइपिओ 10 किताले बाँडफाँड गर्दाखेरि कतिजनालाई पर्छ अनि कतिजना लगानीकर्ताको हात खाली हुनेछ। यामालिङ हाइड्रो पावर लिमिटेडले सर्वसाधारणको लागि खुलाएको आइपिओमा अन्तिम दिनसम्ममा 18.73 गुणा बढीको आवेदन परेको छ। यस कम्पनीको आइपिओमा टोटल 29,79,869 जनाले आवेदन दिएका छन् भने टोटल आवेदन किता चाहिँ 3,26,52,280 किताको लागि आवेदन परेको छ र सबैलाई 10-10 किताको दरले बाँडफाँड गर्दाखेरि यस कम्पनीको आइपिओ चाहिँ 1,74,300 जनालाई मात्र पर्नेछ। बाँकी रहेको 28,15,569 जनाको हात भने खाली नै हुनेछ। यो आइपिओ पर्ने सम्भावना एकदमै कम रहेको छ। आइपिओ पर्नेको लागि पनि धेरै भाग्य हुनुपर्नेछ। यस कम्पनीको रिजल्टबारे कुरा गर्ने हो भने अहिले नै अपडेट आएको छैन, यति गते आउँछ भनेर, तर एक हप्तामा रिजल्ट आउने नै छ। सो आजको भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला, च्यानललाई सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू।